हामी आज यहाँ स्याउमा समर प्रुनिङ बर्खे काटछाँटमा आएका छौँ। यहाँ हाम्रो परान दाराला हुनुहुन्छ। यो साइडपट्टि आएन, यो साइडपट्टि पनि उहाँले यस्तो बिरुवा बनाउँदै हुनुहुन्छ। यहाँ तलबाटै हाँगा फाटिरहेको छ। समरमा पनि क्लिक गर्दाखेरि त्यहाँबाट ब्रान्चिङ आउने। हामीले यसरी काट्यौँ भने चाहिँ हामीले चाहिँ यहाँनिर चाहिँ तपाईँको हामीले कट दिएछौँ। यो कट दिनको कारण के भने चाहिँ तपाईँको कम्ती यहाँबाट यहाँसम्म कम्ती 4 देखि 5 वटा चाहिँ बिमाहरू फुट्छ के। बिमाहरू फुट्छ, बिमाहरू फुट्यो भनेपछि यहाँबाट पनि गोरो लिएर अगाडि पनि भाग्न सक्छ। अगाडि पनि भाग्न सक्छ। यसमा चाहिँ 80% अगाडि भाग्छ, 20% चाहिँ तपाईँको यहाँबाट बिमा निकाल्छ। किनकि बिरुवा सानो छ अहिले। अनि त्यसपछि फेरि अर्को वर्ष पनि हामीले क्लिक गऱ्यो भनेपछि 50% अघि भाग्छ, 50% बिमा निकाल्नु पर्छ। अनि फेरि 3 वर्ष तीनचोटि काट्यो भने चाहिँ त्यसपछि 10% मात्र अगाडि भाग्छ। तपाईँको 90% यसले बिमा तपाईँको जुन फुल फुल्ने यसको बेस हुन्छ, फुल फुल्ने फ्रुटको लागि बिमा मात्रै तयार गर्छ। त्यसरी चाहिँ हामीले अब नयाँ सिस्टममा यसरी बनाउनु पर्ने। M9 भयो भने गर्नु परेन। M9 चाहिँ बेन्डिङ सिस्टम हुन्छ। यो M9 यो हाम्रो M9 हैन, यो क्र्याबमै हो। यसको चाहिँ आस्नको चाहिँ तपाईँको रुट स्टक चाहिँ एकदम कडा हुन्छ तपाईँको। बलियो 8 देखि 10 फिट आइना जमिनमा जान्छ यो। जति बिरुवा माथि गयो त्यति नै आइना डिप जान्छ। त्यो भए हुनाले चाहिँ हामीले चाहिँ समार पनि काटेर चाहिँ यसलाई जति सक्दो यसको गोरो चाहिँ माथि जाने गोरो चाहिँ हामीले कन्ट्रोल गरेर चाहिँ तपाईँको यसलाई चाहिँ फ्रुटमा ल्याउनु पर्यो। यो सही आयो सर। मेन टार्गेट हुने यो बिरुवा चाहिँ एकदम मिल्या छ हैन, ठ्याक्क आज तलबाट आइरहेछ। यस्तै नै सबै बिरुवालाई चाहिँ यसरी नै हामीले बनाउनु पर्ने भयो। हाम्रो मेन टार्गेट भनेको के अनुसार तपाईँको हाम्रो कति छ भने चाहिँ 1 2 3 4 5 6 7 8 9 10 11 12 वटा तपाईँको हाँगाहरू फुट्या छ। लगभग 1 मिटरमा 12 आइसकेको छ। 1 मिटरमा 12 वटा फुट्या छ भने चाहिँ हामीले एउटा हाँगामा एउटै दाना लिन सक्यो भने यहाँ 12 वटा दाना तयारी भयो। 12 वटा तयारी भयो कि एकदम गुणस्तरीय बिरुवा। हाम्रो यो कति छ भने बढीमा भयो भने तपाईँको 50 देखि 60 सेन्टिमिटर छ। 60 हजुर यति छ। 50 देखि 60 सेन्टिमिटरमा एक वटा दाना लिएमा पनि तपाईँको 12 वटा दाना लिन सकियो। कम्तीमा पनि यो 250 ग्राम भन्दा माथिकै हुन्छ कि एउटा दाना चाहिँ। भनेपछि हामीले उत्पादन यसरी लिन सकिन्छ। भनेपछि कम्तीमा पनि यसको हाइट 5 वर्षमा कम्तीमा 10 देखि 11 फिट हाइट जान्छ। 10 देखि 11 फिटमा जम्मै हामीले यहीँबाट लिन सक्यो भनेपछि फल पनि गुणस्तरीय भयो र दोस्रो कुरा चाहिँ बिरुवालाई पनि मार परेन, वर्षे नै फल्यो। यसको चाहिँ फाइदा त्यो छ। अब M9 मा लायो भनेपछि यो यता पनि ढल्न सक्छ, यता पनि ढल्न सक्छ। तार र खामा हाल्नु पर्यो यसलाई चाहिँ तारखामा हाल्नु परेन। यसलाई तारखामा हाल्नु पर्यो। यसको चाहिँ काहीँ ढल्दैन, काहीँ झुक्दैन। यसको टार्गेट चाहिँ मेन सबैभन्दा फाइदा त्यो छ तपाईँको। तारखामा यसलाई चाहिँ टोटल बच्यो के। ग्रोथ चाहिँ कन्ट्रोल गर्नु पर्यो आफूले। मेन भनेको यसको चाहिँ ग्रोथ कन्ट्रोल गर्नु। ग्रोथ यसले ग्रोथ गर्ने क्षमता पनि सबै हामीले फ्रुटमा ल्याउनु पर्यो। कन्भर्ट गर्नु पर्यो। समर कटिङ पनि गर्नु पर्यो। तपाईँको कटिङ त सबैले थाहा पाएछन्, पुसमाङ भइहाल्यो। तर यसको मतलब समर कटिङ पनि हो। समर कटिङ असाढको पहिलो हप्तामा मट साउनको पहिलो हप्तासम्म गरेर भ्याउनु पर्यो। 10 हप्तासम्म गरे नि हुन्छ। तपाईँको यो सानो बिरुवालाई साउनको पहिलो हप्तादेखि पछि नगर्ने। पछि गर्दा के हुन्छ? पछि गर्दा अलिकति बिरुवालाई असर पर्छ। किनकि जुन फुट्ने जुन यो हामीले यहाँ काट्यो भने यहाँबाट फुट्छ, नयाँ मुना आउँछ। नयाँ मुना चाहिँ तपाईँको हाल्दैन, पछि हाल्न सक्दैन, शक्ति कम हुने भयो। शक्ति कम हुन्छ। किन साउन 15 भन्दा पछि शक्ति हुन्छ। त्यो फलेको चाहिँ फलिदिएको बिरुवालाई तपाईँको साउन 15 सम्म काट्ने भने के हुन्छ भने तपाईँको जुन त्यो शक्तिहरू सबै त्यो फ्रुटमा लगानी गर्छ कि। एकदम गुणस्तरीय साइज पनि आकार पनि ठुलो भयो, कलर पनि 100% आयो। त्यसको लागि चाहिँ तपाईँको फलेको बिरुवालाई चाहिँ साउनको दोस्रो हप्तासम्म गराउनु भयो। तपाईँको नफलेको चाहिँ सानो बिरुवालाई असाढको पहिलो हप्ताबाट साउनको पहिलो हप्तासम्म गरेर भ्याउनु पर्यो। सिस्टम हो खासै। टच कट पनि भइरहेछ, मोडिफाइड यहाँ भइरहेछ। एकदमै पछि कलर आउने हो। यसलाई गुणस्तरीय बनाउनु साइज। हामी समर प्रुनिङमा गर्दैछौँ होइन। यहाँ साथीहरू जानुभएको छ, अगुवा कृषक पनि हुनुहुन्छ यहाँ जुम्लामा। अब यो एकदमै अनिवार्य छ क्या यो, किनभने स्याउ वर्षेनी फलाउनलाई, गुणस्तरीय स्याउ फलाउनलाई र हाम्रो बाहिरको बजारसँग कम्पिटिसनको लागि यो एकदमै अनिवार्य छ। र यो हामीले ट्रायलको रूपमा सुरु पनि भइसकेको छ। यहाँ धेरै साथीहरूले अब जुम्लाका किसान दाजुभाइहरूले यो प्रक्रियामा गर्नुहोला। र केही नबुझेको छ भने कृषि विकास कार्यालय छ, जुम्ला छ, विभिन्न स्थानीय गाउँपालिकाहरू छन्, कृषि शाखाहरू छन्। र कृषि शाखाका साथीहरूलाई, हाम्रो अधिकृत साथीहरू छन्, उहाँहरूलाई सम्पूर्णलाई सोधेर गर्न सकिन्छ। यहाँ हाम्रो परान धराला हुनुहुन्छ, तातापानी गाउँपालिका वडा नम्बर 1 राँकाका अगुवा कृषक हुनुहुन्छ। यहाँ हाम्रो गुटचौर गाउँपालिका वडा नम्बर 4 का अगुवा कृषक हुनुहुन्छ। उहाँहरूलाई पनि सम्पर्क गर्न सक्नुहुन्छ तपाईँहरूले। यसरी यहाँहरूले देख्न सक्नुहुन्छ। तपाईँको अब यो बोरा यहाँबाट यहाँसम्म कति 4 वटा दाना लागेको छ। 4 वटा दाना लगाएर मैले एउटा बोरा यहाँबाट हालेको थिएँ, मैले काटिदिएँ। अब 2टा अझै के हालेको छ तपाईँको। आज असाढ लास्ट भयो तपाईँको, असाढ 31 गते के अरे 32 गते, असाढ 32 गते भयो। अझै कम्तीमा भने हामीले नकाट्ने भने कम्ती भने अगाडि कति भाग्छ भने अझै योभन्दा पनि अझ बेसी भाग्छ के। कम्तीमा 50-60 सेन्टिमिटर चाहिँ
लामो भइसकेको छ। अब कम्तीमा नकाट्ने भने चाहिँ 60-70 सेन्टिमिटर अझै भएको छ। पर्सि तपाईँको माघ फागुनतिर त कटिङ गर्ने बेला माघमा पुस माघमा कम्तीमा पनि 1 मिटर 5 फिट माथि जान्छ भन्नु न 1.20सम्म तपाईँको 4 फिट क्रस नै हुन्छ क्या। त्यो कारणले चाहिँ हामीले चाहिँ के गर्छौँ 4 फिट क्रस भएको यसले तलबाट जति न्युट्रिसन उठाएको छ यसले चाहिँ माथि नै फ्याँक्छ कि माथि नै फ्याँक्छ। हामीले समर गर्न कारण के हो भने अब हामीले यसरी काटेर फालिदियौँ भने क्लिप गरिदियौँ भने तपाईँको जुन माथि जाने छ त्यो सबै तपाईँ केही फ्रुटमा लगानी गर्छ यसले चाहिँ भएको चाहिँ केही चाहिँ यसले यत्तिकै स्टोर गरेर राख्छ अर्को वर्षको लागि। जुन तलबाट उठाइसक्यो माथि जाने ठाउँ नभए त अब बिरुवामै बस्ने हो कि। अब तलबाट जति उठाएको छ त्यति नै तपाईँको यो ग्रोथमा लिएर फालेको छ। जम्मै हाम्रो जुम्लाको बगैँचाहरू त्यस्तै भएको छ। यसरी काटिदिने भने कलर पनि आयो साइज पनि आयो र दोस्रो कुरा अर्को वर्षको लागि जुन खाएको न्युट्रिसन पनि राम्रो छ र यसरी अब थिनिङ पनि भएन अलि फल छटाइ भन्छ नेपालीमा फलको छटाइ पनि गर्नुपर्छ। इन्डियातिर र विकसित देशहरूतिर यो सबै गर्छन् एउटा एउटा मात्र राख्छन् र साइज पनि आउँछ र अर्को सालको लागि फल्ने जुन हाम्रो शक्ति हुन्छ त्यो शक्ति यो हाँगामा स्टोर हुन्छ अनि त्यसपछि वर्षेनी फल्ने हो। र हाम्रो सिस्टममा के भयो भन्दाखेरि यो एकै वर्ष धेरै फलाउने र अहिले भएको शक्ति सबै फलले लिइसकेको छ र अर्को वर्ष यो हाँगामा फुल्ने र फल लाग्ने शक्ति नै छैन स्टोर नभएको कारणले यो एक वर्ष फल्ने एक वर्ष नफल्ने सुडले पनि लगेको छ र हामीले समर कटिङ नगर्दाखेरि त्यो समस्या आएको छ। र यदि यो दुईटा गर्ने र अनि बगैँचा व्यवस्थापनमा ध्यान दिने भने हाम्रो जुम्लाको स्याउ वर्षेनी फल्छ र किसानले वर्षेनी आफ्नो उत्पादन लिएर फाइदा गर्न सक्नुहुन्छ र यो चाहिँ हामीले सबै किसानहरूले चाहिँ बुझ्नु पर्यो। यो पनि त्यत्तिकै स्याउ छ र यसपछि यसको कलर पनि त्यही अनुसारको विकास हुन्छ र अर्को काँचै नगरेको समर प्रुनिङ नगरेको स्याउको रोग हेर्न सक्नुहुन्छ। स्याउ त छ त्यही लेभलमा छ त्यही स्तरमा स्याउ फलेको छ तर स्याउ कहाँ छ भनेर खोज्नुपर्ने छ। हामीले नै खोज्नुपर्ने छ भने यसको कलर डेभलपमेन्ट हुँदैन कलर विकास हुँदैन रङ विकास हुँदैन र रोगकिरा पनि धेरै लाग्ने सम्भावना हुन्छ। एकदम झ्याम्म भयो भने रोगकिराको आक्रमण हुन्छ र कलर कति दिन्छ भन्ने कुरा हामी यसमा हेर्छौँ पछि। कहाँ